सबै अब म मात्रै होइन हाम्रो साथीहरूले नि हाम्रो जुन लाइफ यही हो होइन यहीँ सिद्धिन्छ भन्ने सोचेको थियो कि तर होइन रहेछ क्या त्यो एउटा बाटो आफैले बनाउनु पर्ने रहेछ क्या त्यही भएर नभए अब पहिला ठुलो भइसक्यो अब के हुन्छ होइन कसो हुन्छ भन्ने सोचेको थिएन क्या अब कतिपय हामी त अब मरेर पनि जान सक्छ अथवा जेलमै सडिन सक्छ खाली खुट्टा दगुरे टिन पलाम बटुले खरे खोला दगुरे पोर मैले बटुले खाली खुट्टा दगुरे टिन पलाम बटुले खरे खोला दगुरे पोर मैले बटुले साथी जान्छ पाठशाला तर म जब राति हुन्छ भोक मेरो बढ्छ खाने पैसा छैन लाउने लुगा छैन जब राति हुन्छ भोक मेरो बढ्छ खाने पैसा छैन लाउने लुगा छैन साथी जान्छ घर तर म च्यानेमा हात डढाउने मान्छे भएन भने अलि मान्छे जुन स्थितिमा नि पुग्न सक्छ नि त होइन हाम्रो चाहिँ त्यही भयो क्या हामीलाई जुन एउटा दाग दिएको छ क्या समाजले त्यो फिल्डकोलाई होइन त्यो चाहिँ कस्तो नि कुनै भगवान्ले कुनै उसले बनाएर आएको होइन कि मान्छेको सोचाइले एउटा होइन एउटा हेपाइको सोचाइले निकालेको शब्दहरू हो क्या होइन 100मा 50% होला 50% चाहिँ राम्रो पनि हुन्छ नि त होइन कसैले लगेर ल आफ्नै बच्चा जस्तो गरेर पनि कतिले केयर गरेको पनि छ होइन कतिले हौसला पनि दिएको छ तर तेरो जस्तो चाहिँ अब त्यही त हो नि ए भन्यो होइन ऊ भन्यो खातै भनिदियो घर मेरो छैन हुरी आयो हुरुरु डर भयो मनमा सुती हिँडे पेटी पेटी घर मेरो छैन हुरी आयो हुरुरु डर भयो मनमा साथी भन्छ आमा तर म पत्रीको बास्ना आयो चारैतिर झिलिमिली सबैजना बजार जान्छन् मिली हाँसी खुसी सयपत्रीको बास्ना चल्यो चारैतिर झिलिमिली सबैजना बजार जान्छन् मिली हाँसी खुसी साथी जान्छ मामा घर तर म
बाध्यताले पुगेको लाइफ थियो नि त होइन यो लाइफ त अब अहिले चाहिँ अब जस्तो चिजहरू सब पार गरेर अहिले चाहिँ एउटा अब केही नयाँ लाइफ सुरु गरिरहेको छु नि त अब लाइफ त यही ठिक हो आफ्नो परिवारसँग बस्नु होइन आफ्नो एउटा ह्याप्पिनेस फ्यामिलीसँग हुनु आफ्नै पर्सनल लाइफ बनाउनु भनेको त अब यो चिजहरू राम्रो हो नि त त्यो बेला त अब हल्लाएर दिमाग थियो होइन बच्चै दिमाग थियो त्यसरी हिँड्यो अब जिन्दगी नै यही हो रमाइलो नै यही हो भन्ने भएको थियो नि त तर होइन रहेछ जिन्दगी खास त्यो होइन यो हो भनेर चाहिँ अहिले चाहिँ आफै स्ट्रगल गरेर यो लाइफ जस्ट जिइरहेको छु